यो चाहिँ नरेफाड यता यो तलकोमा यहाँ पनि ध्वस्ती बनाएछन् है। अहिले चाहिँ हामी अफिसबाट निस्किरहेको छौँ। बाटो तनावग्रस्त छ है। हाम्रो यो लोकथाली चोकमा छौँ अफिसबाट, त्यही त यहाँको पनि उठाएछ होइन। यहाँ आगो लगाइदिएको छ है। यहाँ तनावग्रस्त छ, उहाँ पनि आगो लगाइदिइरहेको छ होइन, सबतिर होइन। मान्छेहरूको भिड छ, मान्छेहरू त्यहाँ यो जडीबुटीमा चाहिँ आगो लगाइरहेको। ल हामी यहाँ छौँ, एकदम बसहरू त हिँडिरहेछ, कसरी हिँडिरहेछ भन्ने कुरा हो होइन। ट्राफिक साफिक केही छैन। सो अफिस यो आगो लगाइदिएछ, यहाँको उडाइदिएछ। यहाँ ट्राफिकको भिड थियो, उडाइदिएर यस्तो बनाएको अवस्था एकदम नाजुक छ है, नाजुक छ। हामी चाहिँ अहिले अफिसबाट घर फर्केको अवस्था हो। मान्छेहरूको यो एकदम भिड बढिरहेको छ। यता पुरा गाडीहरू भित्र तल चढ्न नसकेर मासतिर छ। यो अहिलेको चाहिँ बेलुका 5-6 साढे 6 बजीतिरको अपडेट हो यो। ल हेर प्लेन उडिरहेछ। अफिसबाट घर गएको अवस्थै छैन त, कहाँबाट घर जाने? रमाइलोको लागि भागे आगे होला, रमाइलोको लागि भागे आगे। हामी निर्दोष छौँ। अफिसबाट फर्केको हामी, त्यही पनि भाग्नु परेको छ गल्ली गल्ली है। अहिले हामी कुन गल्लीमा छौँ थाहा छैन। पुग्नुपर्ने कोटेश्वर 1 घन्टा भइसक्यो, हामी घुमै छौँ गल्ली गल्ली। तपाईँहरू चाहिँ रुममा हुनुहुन्छ भने रुममै बस्नु, घरमा हुन्छ भने घरमै बस्नु। बाहिर निक्ल्नु भने यही पार हुन्छ गल्ली नै। हामी गल्ली गल्ली हिँडिरहेको छौँ 1 घन्टादेखि। कोटेश्वर कताबाट पुग्ने हो? के छ अफिस त खतरा हो त। आज हाइवे निस्क्यो भने डर भेटिन्छ, बरु खोलै खोला हिँड्ने गल्ली गल्ली छिर्ने हो होइन। खोले खोला आजको उयसमा चाहिँ यो जल्यो है, आगो लगाइदिएछन्। बसको गाडी हो यार, कसको गाडी हो चलाइदिएछ। ला म्यान यार। ल यो चालकले चाहिँ आफ्नो ज्यान बचाउन सक्नु भएछ जस्तै। जस्तो जस्तो त केही पनि बचेको छैन। त्यसको त अझै अलि बाँकी रहेछ। त्यही छिरो क्या यतापट्टि। पुरा आर्मीहरू पुरा यहाँ हाम्रो कार्यालयमा चाहिँ एमएलएको पार्टी कार्यालयमा चाहिँ पुरा आर्मीहरूको पुरा तैनात छ। यहाँ कोही छिर्न पाएन, चेकिङ एकदम टाइट छ। यहाँ चोकदेखि 2 गाडी आर्मी, 4 गाडी पुलिस सबै तैनात छ। यहाँ पार्टी कार्यालय यो भयो, यो ट्यासेलको पुल। फाइनल्ली हामी चाहिँ हाम्रो रुम आइपुग्यौँ। महादेव स्थान, महादेवको कृपाले। हर हर महादेव। हर महादेव।